ल हेर्नुहोस्, जहाँ इच्छा त्यहाँ उपाय। मैले यो काभ्रे जिल्लाको मण्डन देउपुरमा यस्तो मौरीको घार देखेपछि सानो भिडियो तपाईँको लागि बनाएको छु। मण्डन देउपुरमा जुन घरमा यो घार राखिएको छ त्यो घर चाहिँ यस्तो छ। अलिकति टाढा आएर देखाएँ भने बुझ्न सक्नुहुन्छ तपाईँले। ल हेर्नुहोस्, यस्तो एउटा इट्टाले बनाइएको घर छ, घरसँगै एउटा यो शौचालय छ। अनि शौचालयमाथि चाहिँ यसरी मौरीको घार बनाएर टक्क लाएर मौरी राखिएको छ। मौरीको घार केले बनाइयो त? अब यो न आधुनिक घार हो न मुडे घार हो। मुडे घार भएको भए गोलो गोलो हुन्थ्यो होला। आधुनिक घार भएको भए यसो टेक्का लगाइएर टक्क चारपाटा राम्रोसँग मिलाइएको मौरीको घार हुन्थ्यो होला, तर त्यो पनि छैन। यो चाहिँ फलेकका टुक्राहरूलाई टक 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 जोडिएको छ र बीचमा चाहिँ रातो माटो अनि गोबर पनि हुनसक्छ, केही न केहीले लिपपोत गरिएको छ। त्यो जोइन्टहरू जुन खाली ठाउँहरू हुन्छ त्यसलाई चाहिँ नि घेर्नुको लागि, त्यसलाई थुन्नको लागि बनाइएको होला। माथि टक्क लाएर इट्टा राखियो, इट्टामाथि जस्ता राखियो, जस्ताको ठ्याक्क तल यसरी चारपाटे मौरीको घार राखियो। फलेकका टुक्राहरूबाट बनाइएको हो। माथिको जस्ताले पानीलाई छेक्छ अनि तलतिर मौरीको घार राखिएको छ। टाकटुक काँटीले ठोकेर चारपट्टा मिलाइएको। ल हेर्नुहोस्, पाल पनि कस्तो बनाइएको छ त। 1 2 3 4 5 6 7 8 थाहा छैन, 12 15 17वटा पाल छ होला यसमा। अनि यो राखिएको छ यसरी शौचालय अथवा बाथरुमको ठ्याक्क मासतिर। गाउँ हेर्नुहोस्, यतातिर यस्तो खालको गाउँ छ। अनि आवाज पनि सुन्नु होला चराचुरुङ्गीको। अगाडि अनारको बोट रहेछ। अनि यतातिर पनि टक्क हरियाली देख्छु म, हरियाली देख्छु। अनि खेतीपाती पनि हुँदो रहेछ। तलतिर हल्का फाँट जस्तो त नभनौँ, भिरालो भिरालो खालको एउटा बारी छ। यतापट्टि एकजना किसानले काम गरेको देख्नुभयो होला। यहाँ ड्रम छ अनि सिमेन्टबाट बनाइएको आँगन पनि छ। यो कुखुराको खोर हुनसक्छ, तर यो चाहिँ मौरीको घार पक्कै पनि हो। कस्तो लाग्यो मौरीको घार कमेन्ट गर्नु ल।